अब हामी मायादेवी जाँदैछौँ होइन। यत्रो ठुलो ताल छ है, तर यसमा एउटा लोटस छैन। को मान्छेहरू बुटाहरू पनि खतरा इजी चढ्न के, मजाले चढ्ने जस्तो छ कि बुटाहरू पनि। बुटाकोमा चाहिँ धेरै हाँगा छ अनि चढ्नलाई होचो पनि छ के। बल्ल यस्तो बाटो बिदाले यस्तो बाटोतिर लैजानु यी के बिदा यार। अहिले चाहिँ कहाँ यो हामी? अब त सिधै हो, सिधै त्यसपछि आउँछ। अनि बल्ल पो मजा आयो त। यस्तो टाइल लगाएको बाटोमा पो राख्छ यार बुद्धलाई। बिदाले कहाँ बाटोमा यी भ्याकलहरू युज नगर्नु भनेर लेखेको छ यार। डु नट मुभ विथ भेहिकल्स अरे। यो बत्ती बोल्छ खै, त्यसमा बत्ती कहाँ के खाली छ त यो भित्रबाट त। बल्ल बोल्छ के। बाटो चाहिँ हल्का हिँड्न पर्ने नै रहेछ क्या। गाडी लापर पनि बाहिर राख्नुपर्ने रहेछ एउटा ठाउँमा त। जस्तो चप्पल पनि खोलेर जानुपर्ने थियो कि, त्यही कतातिर घुम्न स्कुलले टुर लैजाँदाखेरि। यसमा चाहिँ बत्ती चाहिँ छैन, त्यतिकै नौटङ्की चल्छ नेपालमा के। बिदाई नेपाल हो के, कुनैमा हुन्छ कुनैमा छ, त्यही पनि बोल्दिनँ क्या। यस्तो छ गार्डन टाइपको। ल बिदाईको म्यारिज हुनेवाला छ सुन गाइस। बिदाई मिङ्गल हुनुहुन्छ। हेलमेट त उतै राख्नु पर्थ्यो फेरि। त्यो डिक्की हुन्छ नि, डिक्कीमा यस्तो गरेर अड्काउन मिल्छ कि बाहिरपट्टि हो। फ्रीमा ज्याकेट पनि सुनेको थिएँ यार बिदाई मैले। हो दियो देखेन ज्याकेट किन नदिएको त? तिहार पछि दिन्छु भनेछ। ल अब चाहिँ आइए जस्तो लाग्छ। अब चाहिँ आइए जस्तो छ। यहाँ 3टा बाटो छ। हामी त डाइरेक्टली लुम्बिनी भित्र आइहाल्छ नि सानो। के हामी त टिकट नि काट्नु पर्दैन यार हामीलाई त। यहाँ आउनुलाई टिकट काट्नुपर्छ, भित्र जानलाई पो काट्नुपर्छ र बाहिर आउनुलाई त। यत्रो लामो बाटो है। हामी अहिले बाहिरै छौँ। बाहिरै छौँ के? लुम्बिनी त त्यहाँ भित्र सेतो चाहिँ यो हो नि त लुम्बिनी त। तर हामी अहिले बाहिर नै छौँ। आज देशीहरूले यस्तो गीत बजायो कि होइन। बिदाई भित्र जानलाई पैसा कति लाग्छ? 20-30 रुपियाँ लाग्छ। गइदिउँ। कुलै भयो यसरी खाएर यस्तो चाहिँ गर्नु हुँदैन। यो नेपालीको काम होइन बिदाई, यो बाहिरी मान्छेको काम हो। नेपालीहरू यस्तो हुँदैन। ल है त बिदाई। आशिका तामाङ पनि आएको थियो नि, थाहा छ कि पनि हात्तीमा आएर यति धेरै लिन पाइन्छ पैसा। मन्दिर छिर्नलाई पैसा चाहिन्छ भनेर यस्तो भनेको थियो क्या। ल न त ल गौतम बुद्धको कुकुरहरू।